सबैमा नमस्ते भन्न चाहन्छु म। किन यो बोल्दै गर्दाखेरि तपाईँलाई कतिपय कुराहरूमा कमेन्टहरू पनि नराम्रो आउन सक्छ, नराम्रो सोच पनि भन्न आउन सक्छ। राष्ट्रिय स्वतन्त्र पार्टी बालेन शाह अनि अहिले जुन पार्टी एकतामा लागेछन् नि, तिनीहरूले पुरानो पार्टीलाई चाहिँ गर्न खोजे भनेको छ। तर सबै पुरानै मान्छेहरूको चाहिँ छोराहरू पनि छन्, त्यहाँ पुरानै पार्टीका व्यक्तिहरू पनि छन्। जहाँसम्म लाग्छ तिनीहरूको राजनीति अब खासै टिक्दैन जस्तो लाग्छ। तर स्वतन्त्र जुन चाहिँ जे छ त्यो बोल्ने र भन्ने मान्छेको जीवनमा चाहिँ अलि गाह्रो भइरहेछ। त्यो जसरी चाहिँ हाम्रो हर्क साम्पाङ ठाडो छ तर एकदम देशभक्ति छ। त्यो सबैले भन्दै आएको र भइरहेको पनि देखिरहेको छु हामीले। होइन, हुन त सबैको मनभित्र हामी पस्न सक्दैनौँ। केही न केही नभइदिएको भए हाम्रो रविजी पनि उहाँ थुनामा पर्ने थिएन होला। फसायो भन्छ, फसाउने चाहिँ कसरी फसाउँछ त? यसरी कारागारभित्र अनि जेलमा पर्ने गरी।